हेलो साथीहरू नमस्ते नमस्कार फेरि स्वागत छ तपाईलाई एउटा अर्को भिडियोमा। यस भिडियोमा हामीहरू कुरा गर्नेछौँ सानीमा ब्याङ्कको तपाईहरू मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ कसरी खोल्न सक्नुहुन्छ, यसको फर्म कसरी भर्न सक्नुहुन्छ। यहाँ सर्वप्रथम त्यसको लागि यहाँ शाखा लेख्ने कहाँ खोज जनकपुर काठमाडौँ लुम्बिनी लाहान कहाँ खोज त्यो। त्यसपछि जुन दिन तपाईँ खोल्न लाग्नु भएको छ त्यो दिनको चाहिँ यहाँ डेट लेख्नु होला अनि तपाईँ कस्तो प्रकारको भिसा कार्ड लिन चाहनुहुन्छ, कि सजिलो ई ब्याङ्किङ कि आई ब्याङ्किङ। म भिसा कार्ड लिन चाहन्छु, भिसा कार्डमा टिक लगाउने अनि तपाईँ आफ्नो नाम चाहिँ फुल लेटरमा यहाँ लेख्नु होला। त्यसपछि एउटा ग्याप छाडेर चाहिँ मिडल नेम, त्यसपछि एउटा ग्याप छाडेर लास्ट नेम लेख्नु होला अनि तपाईँ आफ्नो नाम यहाँ नेपालीमा लेख्नु होला। राम छ भने राम कुमार शाह यहाँ राम लेख्नु होला। त्यसपछि ग्याप यहाँबाट छाड्नु होला। यसरी नै तपाईँ आफ्नो एकाउन्ट नम्बर के छ, एक बुझ्नु के छ त्यो चाहिँ एकाउन्ट नम्बर दिएको होला त्यो त्यसमा हेरेर लेख्नु होला। त्यसपछि तपाईँ आफ्नो मोबाइल नम्बर लेख्नु होला, के मोबाइल नम्बर छ त्यो मोबाइल नम्बर लेख्नु होला। त्यसपछि तपाईँ आफ्नो इमेल एड्रेस लेख्नु होला। राम कति तपाईँको मोबाइलमा हुन्छ त्यहाँबाट तपाईँ लेख्नु होला। अनि भिसा कार्ड लिन चाहन्छ भने कस्तो प्रकारको भिसा कार्ड, न्यू लिन चाहन्छ कि रिफिन के त न्यू। अनि कार्ड टाइप तपाईँ के डेबिट कार्ड लिन चाहन्छ कि यूएसडी, कुन डलर ड्राफ्ट कार्ड के लिन चाहन्छ डेबिट कार्ड। त्यसपछि तपाईँ आफ्नो हालको कार्ड नम्बर लेख्नु होला। कार्डमा भएको नम्बर यहाँ छैन अहिले के लेख्नु योहरू नभर्नु होला। त्यसपछि यहाँ तपाईँ आफ्नो साइन गर्नु होला।